जी आज आज जुन काभ्रे स्कुलले मलाई बोलाएर यहाँ दुई शब्द म तपाईँ राख्नको लागि भन्नु थियो। काभ्रे स्कुललाई पनि म धन्यवाद दिन चाहन्छु। साथसाथै आजको यो चाहिँ कार्यक्रमको सभापति हाम्रो हरिन्द्र पुष्पाजी हुनुहुन्छ। त्यस्तै मैले बढी चिनेको छैन, हाम्रो सन्दीप सर हुनुहुन्छ। प्रमुख अतिथि विद्यार्थी भाइ बहिनीहरूमा अनि यहाँ पत्रकारज्यूहरूमा लगायत सबैजनामा मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। म यो स्कुलको जबदेखि सुरु भयो त्यो दिनदेखि आजसम्म आउँदाखेरि म यो स्कुललाई कहाँसम्म हेरेको छु भने यो स्कुलको अलिक प्रगति दिन दुगुना चार गुना होस् भनेर म यो स्कुललाई आफ्नो तर्फबाट म बधाई दिन चाहन्छु। यो विद्यार्थीहरूले पनि म यो यसै परीक्षामा गएर यो जिल्लाको टप अनि प्रदेशमा टप अनि बोर्डमा टप गर्नको लागि त्यो भाइ बहिनीहरूलाई म यो परीक्षामा रिजल्ट लिएर टप गरेर यो आफ्नो बुवाआमादेखि लिएर यो स्कुलको पनि नाम रोशन गर्नको लागि म बधाई दिँदै म यहाँबाट बिदा हुन्छु। सबैजनामा फेरि एकचोटि नमस्कार।